दियो र अँध्यारो। एउटा सानो गाउँ थियो। त्यो गाउँ पहाडको काखमा बसेको थियो, जहाँ साँझ पर्नासाथ चारैतिर अँध्यारो छाउँथ्यो। गाउँमा बिजुली थिएन। मानिसहरू अँध्यारोसँगै बाँच्न बानी परिसकेका थिए। त्यही गाउँमा मिलन नामको एउटा सानो केटो बस्थ्यो। ऊ धेरै धनी थिएन, तर उसको मन साह्रै उज्यालो थियो। एक दिन उसले आमालाई सोध्यो, आमा, अँध्यारो किन यति डरलाग्दो हुन्छ? आमाले मुस्कुराउँदै भनिन्, अँध्यारो आफै डरलाग्दो हुँदैन छोरा, उज्यालोको अभावले डर जन्मिन्छ। त्यो रात मिलनले एउटा सानो दियो बाल्यो। दियोको उज्यालो धेरै टाढासम्म पुगेन, तर उसको कोठा उज्यालो भयो। उसले सोच्यो, यदि म यो दियो बाहिर राखे भने? मिलनले दियो घरको बाहिर राखिदियो। छिमेकीहरूले देखे। कसैले अर्को दियो बाल्यो, कसैले मैनबत्ती। केही बेरमै सानो उज्यालोले पूरै आँगन ढाक्यो। त्यसपछि हरेक साँझ मिलनले आफ्नो दियो बाल्न थाल्यो। बिस्तारै त्यो बानी सबै गाउँलेको बन्यो। अँध्यारो उस्तै थियो, तर डर हराइसकेको थियो। एक दिन गाउँका बुढापाकाले भने, मिलन, तिमीले गाउँ उज्यालो बनायौ। मिलनले हाँस्दै भन्यो, मैले अँध्यारोलाई जितेको होइन, मैले उज्यालो बाँडे मात्र। सन्देश: जीवनमा ठूलो परिवर्तन गर्न ठूला शक्ति चाहिँदैन। सानो राम्रो काम, सानो उज्यालो पनि अरूको जीवन उज्यालो बनाउन सक्छ।